हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ एकदमै सन्चै छु। आज हामी चाहिँ कहाँ जानु लाग्छ केटा हो? केटाहरूले कहाँ जाम भन्छ केटाहरू। यार के हो केटा यस्तो यार। ल तपाईँहरू मेरो च्यानल नयाँ हुनुहुन्छ भने मेरो च्यानलले सब्सक्राइब गरी बेला यसले अलमा हालिदियो होला। 2083 सालको फर्स्ट भिडियो हो यो मेरो चाहिँ। अब 82 सालमा चाहिँ सपोर्ट गर्नु केटा हो। अब 83 सालमा चाहिँ हल्का सपोर्ट भयो नि देखाइदिनुपर्छ केटाहरू। ल यहाँ केटाहरू सट्या खानेर केटाहरू यहाँ पुगाङ जाने भन्छन् केटाहरूले। कुहिले सुनचरी जाने भन्छन्। अब हामी चाहिँ कहाँ हुन्छ घन्टेपे हेरौँला अब कस्तो हुन्छ हेरौँला है त केटा हो। फाइनली गाइस हामी चाहिँ सुनचरीको गन्तव्यमा लाग्यौँ होइन। सुनचरीको गन्तव्यमा जाने भन्छ केटाहरू। तल यहाँ हिँडिरहेको छ केटाहरू त्यही। अब हामी चाहिँ सुनचरीतिर आजको गन्तव्य चाहिँ हाम्रो सुनचरीतिर ए बाहिर सुनचरी बाहिर त्यहाँ छ त्यही। हामी चाहिँ तिनजना जान लागेको छौँ सुनचरी। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ लोकेसन नै हो त। यहाँ यस्तो घर छ है। तपाईँहरू नयाँ छुट्टी आउन लाग्नु भएको भने यहाँदेखि सरबाटोबाट आएर तल हुन झर्ने बाटो छ त्यहाँदेखि झरेर आउनु होला। हामी चाहिँ अहिले तिनजना हो नि त पहिले पनि गएको। हामी चाहिँ त्यति गाह्रो छैन हामीलाई। अब सुरुमा आउने मान्छेले चाहिँ गाह्रो हुनसक्छ, बाटो अनमेट नहुने हुन्छ, अमिल्न सक्छ। टक्क बाहिर त्यहाँ चाहिँ सुनचरी चाहिँ झर्ना त्यहाँ जाने भनेको हामी चाहिँ होइन। अब बाटो चाहिँ यस्तो छ जो माइकलाल आयो भने हिँड्नै पर्छ यो बाटोमा चाहिँ। सुनचरी जानलाई चाहिँ जो माइकलाल आयो भने हिँड्नै पर्छ। विकास होला नि घन्टीले जितिरहेको विकास होला। सुनचरीसम्म जाने बाटो हुन्छ होला। केटाहरू चाहिँ अब यस्तै हो। ल गाइस अब हामी चाहिँ पुल टर्न लागेका छौँ। फाइनली हामी चाहिँ सुनचरी पनि आइसक्न लाग्यौँ होइन। अब पुल चाहिँ यही हो सुनचरी जाने पुल। अलि लामै छ अरू पुलभन्दा त यो पुल अलि लामै छ, अलि अग्लैमा छ। हाइटहरू लम्बाइहरू चाहिँ कति छ थाहा भएन, तर जे भयो भने अग्लो चाहिँ अग्लै छ है। ल पुल चाहिँ यही हो। देख्न सक्नुहुन्छ तपाईँहरूले। ल अब हामी चाहिँ पुल टर्यौँ गाइस। अब यस्तै हो। जे भयो नि पुल चाहिँ धेरै नै लामो छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ पुलको अझ पारि धेरै नै छ। बल्ल आड्डा आउने आएन म चाहिँ हामी अझै आड्डा आउने हामी चाहिँ। पुरै तल भुइँ हेर्ने भने चाहिँ आँखै घुम्ने जस्तो छ। यहाँ यस्तो छ यो चाहिँ। यो पुल चाहिँ यस्तो छ। तल खोला छ धेरै मुनि, धेरै ठुलो त छैन, सानो ठिकै छ। यो त तल हेर्ने भने त आँखा घुम्छ यहाँदेखि। जे भयो नि राम्रै छ, तर धेरै चाहिँ हल्लिन्न रहेछ पुल। ओह्रालो न छिटो भइहाल्छ नि। अब चाहिँ माथिदेखि आएको त बाटो देख्नेदेखि आएको हामी चाहिँ। अब धेरै छैन ट्राभल गर्ने, धेरै छैन है त गाइस। हाम्रो चाहिँ एजेन्जी गरेर केटाहरू। अहिले गाइस हामीलाई चाहिँ पुल पनि तरिसक्यौँ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ पुल ब्याकग्राउन्डमा यति लामो छ कि यति लामो छ यो पुल चाहिँ।
अब ट्याक्क जेन्जीहरू चाहिँ हामी चाहिँ सुनचरी झर्ना जान लागेको छौँ होइन। सुनचरी झर्ना बारी ठ्या छ। अब एकछिनमै पुग्छौँ हामी चाहिँ। यस्तै यो 1 महिना 2 चिती ट्राभल गरिदिउँ त हामीले। यो अब ट्राभलको प्रोसेस चाहिँ जलजलाको पनि हुँदैछ। हामी चाहिँ जलजला पनि जान्छौँ होला सायद। अब के हुन्छ हेरौँ होइन। अब तत्कालीन गयो जान सक्यो भने पछि चाहिँ गइन्छ। जे भयो नि केही छैन। अब कामै बेरोजगारी भएपछि घुम्ने काम छ है गाइज हाम्रो चाहिँ। ल गाइज हामी चाहिँ फाइनली सुनचरीको साइडमा पनि आइसक्यौँ। पछि ब्याकग्राउन्डमा तपाईँहरूले सुनचरी देख्न सक्नुहुन्छ। अब हामी चाहिँ यहाँ हल्का हल्का आराम गर्छौँ अनि त्यसपछि सुनचरीतिर लाग्छौँ है। यो सुनचरी झरना चाहिँ यहाँ छ। अब तपाईँहरू यहाँ सुनचरीमा आउनुभयो भने यहाँ एउटा मामा भन्जा नास्ता पसल भन्ने पसल छ। तपाईँहरूले यहाँ आएर खान सक्नुहुन्छ। नास्ता के खान सक्नुहुन्छ। अब आज चाहिँ मान्छे रहेनछ। अब आज मात्र हो कि अघि पछि हुने हो त्यो चाहिँ थाहा भएन। तर पहिले चाहिँ चलिरहेको छ यो पसल। आज चाहिँ मान्छे रहेनछ। केही छैन, मान्छे नभयो भने केही छैन। हामीले तन्दै नास्ता खाएर आएको माथि पसल देखिन्छ। अब यहाँ पनि खाना मन थियो के होइन खै नास्ता पसलको मान्छे नै रहेनछ भने अब हाम्रो नै के लाग्यो र होइन। अब केही छैन, ठिकै छ। अब यो नास्ता पसल चाहिँ ठिकै छ। अब सुनचरीको साइडमा आइसक्यो भने तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ जेन्जीहरू 3 जना छौँ है। 3 जना अब पारे मान्छे गयो होला। गाँसी थाहा छैन त्यो चाहिँ। अब अघि नै हल्ला चाहिँ गरिरहेको गरेर अब यो गरेर हल्ला गर्दै थियो। अब यहाँ गर्मी चाहिँ धेरै छ। गर्मी चाहिँ अब जे होस् राम्रो छ सुनचरी झर्ना। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यता टक्क रमाउने बस्ने गर्न सक्नुहुन्छ तपाईँहरूले। केही छैन, रमाइलो छ सुनचरी झर्ना। टक्क आनन्दको हावा लाग्छ। म चाहिँ गर्मी भएर यो सर्ट पनि झिकेछु अहिले चाहिँ। अब नास्ता पसल आयो। यस्तो पाइन्छ र यहाँ नास्ता पसल चाहिँ। सुनचरी झर्ना आयो। यति अग्लो छ कि यति अग्लो छ। तपाईँहरूले देख्न सक्नुहुन्छ गाइज। हामी चाहिँ अब तल एउटा आई लभ युको चित्र खाएर त्यहाँ जान लागेको छौँ। उहाँ सर हामी उहाँ सर जान लागेको छौँ। हामी चाहिँ कस्तो हुन्छ हेरौँ है त। ल गाइज ल हामी चाहिँ सुनचरी झर्ना पनि आइसकेछौँ फाइनली। यहाँ चाहिँ जो रमाइलो छ के होला र अरू त। यहाँ यस्तो दामी छ होइन रे। पुरै खतरा छ पुरै खतरा छ। यहाँ चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ रमाइलो रमाउने ठाउँ छ। दिमागलाई फ्रेस गराएर घर जान सक्नुहुन्छ तपाईँहरू चाहिँ। यहाँ जियोस् रमाइलो छ। आई लभ युको चित्र चाहिँ पाएर त्यहाँ रहेछ। त्यही अब हामी चाहिँ ढुङ्गा फुट्ने रहेछ है। हामी चाहिँ फोटो खिच्नलाई आछौँ होइन। अब हल्का फोटो खिचेर फर्किन्छौँ। अब यो चाहिँ खतरा प्रोसेसले बनाएको यो ढुङ्गा फरमा आम्बोस। यो चाहिँ दामी चाहिँ छ, लगभग दामी छ। देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो तरिकाले बनाएको यस्तो तरिकाले बनाएको। केटाहरू चाहिँ जियोस् यहाँ सोक पुरा गरिरहेछन्। अब यहाँ चाहिँ टक्क पुरै ठाउँ बस्ने बनाएको। यहाँ सुनचरी झर्ना भनेर कसले भन्ला। आई लभ सुनचरी रे, आई लभ सुनचरी। ल टक्क यहाँदेखि मोबाइलले कैद गर्न चाहिँ भ्यान्न कि यसको यो लम्बाइ चौडाइ उचाइ चाहिँ। ल जे होस् राम्रो छ। यहाँदेखि नि पारि जाने ठाउँ बनाएको चाहिँ झनै राम्रो हुन्छ है। अब बजेटले भ्याइन होला नि। ठिकै छ। अब केही छैन, राम्रो छ। हामी चाहिँ आना चाहिँ माथि त्यहाँदेखि आएको होइन। हामी आना चाहिँ अब फेरि नै एकछिनपछि फर्किने हामी। अब केही छैन, ठिकै छ। अब दामी नै छ सुनचरी झर्ना। तपाईँहरू ट्राभल गर्न सक्नुहुन्छ सुनचरी झर्नामा। तपाईँहरू आउनु होला। म चाहिँ लोकेसन कहाँदेखि कहाँ जाने भनेर अहिले फर्की बताइदिनेछु म तपाईँहरूले। अब यस्तो दामी छ कि आम्मामा पुरा स्वर्गै छ है यहाँ चाहिँ। यता कपाती पनि आई लभ यु नै रहेछ। ल ठिकै यो यहाँ केटाहरूले फोटो खिच्ने अरे। अब
ल गाइस हामीले चाहिँ फोटो पनि खिचिसक्यौँ अनि पुरै ठाउँ घुमिसक्यौँ होइन पुरै ठाउँ घुमिसक्यौँ हामी चाहिँ अब फेरि नै फर्किन लागेको अब यस्तै हो मान्छेहरू चाहिँ धेरै आएन 4-5 जना आउनु भएको अब तिनीहरू फर्किनु भइगयो अब रमाइलो त त्यति छैन तर पर्वमा चाहिँ रमाइलो हुन्छ त्यति खासै त होइन ठिकै हुन्छ तर सुनचरी झरना चाहिँ राम्रो छ यदि देख्न सक्नुहुन्छ तपाईँहरूले अब यहाँ आउनुभयो भने तपाईँहरूले यहाँ जे भयो नि पकाइ खान सक्नुहुन्छ पार्टी गर्न सक्नुहुन्छ तपाईँहरूले पार्टी गरेर मासु यता फालेका छन् भात फालेका छन् टक्क दाउराहरू पनि पुरै क्लियर छ दाउराहरू पनि केटाहरू चाहिँ यहाँ फोटोसोटो खिचेर यहाँ सुतिरहेका केटाहरू अब फेरि हामी चाहिँ घर फर्किने ल फाइनली गाइस हामी चाहिँ फेरि घर फर्किन लाग्छौँ होइन अब सुनचरी आइयो रमाइलो गरियो होइन तपाईँहरू आउन सक्नुहुन्छ सुनचरी झरनामा तपाईँहरूको लागि नै बनेको यो सुनचरी झरना चाहिँ पछि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ सुनचरी झरनाको माहौल कस्तो तातेको छ है ल सुनचरी झरनाको माहौल तातेको छ होइन र मान्छेहरू चाहिँ त्यति घुम्न तपाईँहरू मेरो भिडियो हेरेर भयो नि घुम्न आइदिनु होला है त ल जेन्जी चाहिँ तल छ जेन्जीको हालत अब के गर्ने केटा हो घुम्नुपर्छ बेरोजगारी भएपछि चाहिँ घुम्नु पर्यो र यार उखालो छ यार यस्तो उखालो छ हिँड्नै पर्ने स्थितिमा भइसकेको छ होइन हामी चाहिँ अब कति हो यो उखालो यार दिमाग खराबै भइजान्छ यार होइन फाइनली सो गाइस हामी चाहिँ सुनचरी झरनादेखि पनि फर्किसक्यौँ होइन अब हामी चाहिँ घरतिरको यात्रा हो हामी सुनचरी झरनामा गयौँ हल्का रमाइलो गऱ्यौँ फर्केर आयौँ होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ सुनचरी झरना धेरै नै रमणीय ठाउँ छ सुनचरी झरनाको ल आजको भ्लग चाहिँ म यति भन्छु अरू त के होला तपाईँहरू पनि आउनु होला आजको भ्लग चाहिँ बाबाई टेक केयर बाबाई गाइज